यो समाज कल्याणको माताहतमा रहेको यी भिक्टिम मण्डपहरूमा यसरी भाडा नतिरेको भन्दै यति बेला नेपाल सरकारले यति बेला ताला रहेको अवस्था छ। सक्नुहुन्छ बाहिर बसेर खानु। पुस्तकालय हो यो भिक्टिम मण्डपमा अवस्थित यो पुस्तकालयमा त्यो प्लास्टिक खाने के भयो भयो यो समाज कल्याणको भवन हो र यहाँ भाडा नतिरेको भन्दै यति बेला समाज कल्याणका पदाधिकारीहरू साथै अन्य कर्मचारीहरू मिलेर यति बेला नेपाल सरकारको निर्देशन अनुसार यति बेला ताला लगाइएको छ। यो पुस्तकालय हो र यहाँ ताला लगाइएको छ, तपाईँ देख्न सक्नुहुन्छ। त्यो रमेशजी त्यो ताला त हामीले लगायौँ, के अरे सिल पनि गरिदिनुपर्छ नि त्यो लगाएर है तपाईँले गरेर फेरि कोही आएर तोड्दैला खोल्दैन त्यो चाहिँ के अरे गर्नु सबैले लगाइहालौँ, त्यसपछि उहाँहरूले गरिहाल्नुहुन्छ नि। ल